रोमानी आउने बेलामा के सामान ल्याउनु पर्छ भनेर सोध्नु भएको छ कि मलाई। मेन भनेको चाहिँ हाम्रो फोनको चार्जर हो। मैले लिएर आउने बेलामा चाहिँ डाटा केबल लिएर आएको थिएँ अनि त्यो भएर चाहिँ मलाई सजिलो भएको थियो। तर यहाँको र अनि हामीहरूको चार्जर चाहिँ म्याच हुँदैन अनि त्यो भएर चाहिँ मैले चार्जर भनेर भने कि खासमा। अनि मर मसला चाहिँ एकदम धेरै चाहिन्छ होइन। हाम्रो नेपालको जस्तो मर मसला चाहिँ यहाँ पाइँदैन अनि त्यो भएर चाहिँ गाह्रो हुन्छ। खानेकुराहरू चाहिँ लिएर आउँदा सजिलो हुन्छ मेरो हिसाबमा। अनि दबाईहरू पनि लिएर आउँदा राम्रो हुन्छ। मैले चाहिँ दबाईहरू लिएर आएको थिइनँ अनि मलाई चाहिँ अलिक गाह्रो भएको थियो। रोमानिया खासमा के काममा आउँदा राम्रो भन्नुहुन्छ? म चाहिँ वेटरमा आएको हो। बाहिरको काममा आउँदाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ मैले देखे अनुसार। हिउँहरू परिरहेको हुन्छ, पानीहरू पर्ने हुन्छ अनि घाम भनेको चाहिँ खासै त्यति धेरै लाग्दैन। अहिले चाहिँ लागेको छैन तर पछि चाहिँ लाग्न सक्छ होला। भित्रको काममा आउँदा चाहिँ एकदम सजिलो हुन्छ मेरो हिसाबमा। त्यो एग्रिकल्चरहरूमा आउँदाखेरि चाहिँ गाह्रो हुन्छ होला। प्राय मैले भिडियोहरूमा धेरै देखिरहेको हुन्छु नि त, एग्रिकल्चरको पनि हेरेको थिएँ अनि त्यसमा चाहिँ अलिकति मेरो हिसाबमा चाहिँ गाह्रो लाग्यो। बाहिरको काममा आउँदा चाहिँ एकदम धेरै सोचेर आउनु होला। बाहिर हिउँहरू परिरहेको हुन्छ, पानीहरू पर्छ अनि त्यसले गर्दाखेरि चाहिँ टाउकोमा असर पर्छ नि त। तातो कपडाहरू लिएर आउनु होला आउँदाखेरि। ज्याकेटहरू पनि अलि मोटो हाले, त्यो पातलो हाले चाहिँ नलिएर आउँदा हुन्छ। पातलोको कामै छैन यहाँनिर। भित्र त हिटर हुन्छ त्यो मतलब हुँदैन तर बाहिर चाहिँ एकदम धेरै गाह्रो हुन्छ कि। अनि म आएको कन्सल्टेन्सीको बारेमा चाहिँ मैले सबैलाई भनेको छु नि त। म कुन कन्सल्टेन्सीबाट आएको हो तपाईँहरूले नि गर्दा हुन्छ भनेर भनिरहेको हुन्छु नि त। यति धेरै भनिदिँदा पनि पर्सनली नम्बरहरू माग्नुहुन्छ उहाँहरूको, किनभने मैले विदाउट पर्मिसन कसैको केही गर्न मिल्दैन। मैले लोकेसन पनि हजुरहरूलाई मेन्सन गरिदिएको छु, कन्सल्टेन्सी पनि मेन्सन गरिदिएको छु, हजुरहरू चेक गरेर जान सक्नुहुन्छ। मैले कसैको पर्सनली नम्बर चाहिँ दिन मिल्दैन क्या, त्यसैले मलाई माफ गरिदिनु होला। यो बारेमा चाहिँ म अलिकति सहमति भइन। मलाई कति कुराहरू सोध्नुहुन्छ अनि म चाहिँ त्यसको एन्सर पुरै भनिदिन्छु क्या, यो तरिकाले गर्ने, यसरी गर्ने, यहाँबाट गर्ने भनेर। तर पछि मैले नै गाली खान्छु। तर जति जे भए नि मैले चाहिँ सक्ने जति सक्छु त्यति चाहिँ हजुरहरूको लागि गरिदिएको छु। अब यो भन्दा धेरै चाहिँ म गर्नै सक्दिनँ के। अनि त्यही हो, जति मैले सक्छु त्यति म गर्छु, तर जति नसकेको कुरामा चाहिँ म गर्छु भनेर नभएको कुरा चाहिँ मलाई भन्नै आउँदैन कि। आजभोलि ब्लग बनाउन छोडेको छ रबिनाले किन हो भनेर सोध्नुहुन्थ्यो अनि थोरै कारणले गर्दाखेरि पनि म बनाउन पाउँदिनँ क्या भिडियोहरू। ब्लग बनाउनु त मलाई कस्तो धेरै मेरो पहिलादेखिको ड्रिम हो कि, सानैदेखिको। तर मलाई अलिकति कसैले केही भयो भने या मलाई दिमागमा अलिकति प्रेसर आउने बित्तिकै म चाहिँ मौन भइदिन्छु कि सबै कुराबाट। यो मेरो बानी राम्रो चाहिँ होइन हुन चाहिँ, तर पनि म यस्तै खालको छु कि, सेन्सिटिभ टाइपको छु कि म चाहिँ। अनि मलाई चाहिँ अलिकति गाह्रो भएको थियो अलिक दिन अनि त्यही भएर चाहिँ मैले भिडियोहरू बनाएको थिइनँ। थोरै समयपछि अलिकति राम्रो हुन्छ अनि त्यसपछि फेरि म बनाउँछु भनेर सोचिरहेको थिएँ। सो अनि आज चाहिँ बनाएँ। यति धेरै साथ सपोर्ट अनि माया पाएको छु अनि म चाहिँ निकै खुसी छु कि। यसको लागि चाहिँ हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूले गर्नुभएको क्वेसन अनुसार मैले जति जाने त्यति चाहिँ मैले हजुरहरूलाई सेयर गरेको छु सबै कुराहरू। आज चाहिँ मेरो छुट्टी हो क्या अनि म चाहिँ यो थुक्पाको यति धेरै लभर भएको छु नि, म आजभोलि चाहिँ प्राय थुप्पै खान्छु कि। नेपाली खाना भनेको चाहिँ मेरो आजभोलि यही छ क्या, मतलब कि नेपालको झल्को मेटाउने खाना हुन्छ नि त। म चाहिँ यही खाएर अनि बस्छु कि आजभोलि। मैले चाहिँ यो युट्युबमा हेरेर सिकेको थिएँ कि थुक्पा बनाउनलाई, के साह्रो हो र आमामा, मलाई त कस्तो धेरै राम्रो लाउँछ क्या। यदि मैले केही कुरा जानेछु भने, मैले केही कुरा बुझेको छु भने या केही कुरा नयाँ अपडेट आएको छ भने म हजुरहरूको लागि चाहिँ सेयर गर्नेछु पक्कै पनि। आजलाई यति नै होस्, फेरि भेट्नेछु म अर्को भिडियोमा। यतिन्जेलको लागि बाई बाई सबैजनालाई।